हेलो गाइस, सन्चो सुविस्ता हुनुहुन्छ होला? म पनि एकदमै ठिक छु हैन। सबैजनालाई मेरो नमस्कार, हामी शिवानी। यो चाहिँ अब मैले मिसोदेखि पार्सल मेरो आएको छ हैन, मगाएको थिएँ। सो अब यसको रिभ्यू चाहिँ कस्तो रहेछ भन्ने कुराहरू चाहिँ हामीले हेर्नुपर्ने हुन्छ हैन, गर्नुपर्ने हुन्छ। सो यसलाई चाहिँ म खोल्दैछु ल गाइस, कस्तो छ ल। मिसोबाट याङयाङकै एड्रेसमा मगाएको थिएँ कि, बट याङयाङको एड्रेसमा चाहिँ आउँदैन रहेछ हैन। तर उहाँहरूले चाहिँ डेलिभर बोयहरूले चाहिँ याङयाङको गाडीमा पठाइदिँदो रहेछ। सो अब यो म अस्ति कहिले आएको हैन, मैले खोलेकै थिइनँ। सो अहिले अब खोल्दैछु, कस्तो रहेछ हैन, हाउ इज इट भन्ने कुरा चाहिँ अब याद पाइहाल्छ। ओके 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 भन्नलाई पाइजम ठिक छ। मोटी भएर के लुगा टाइट लाउनु सकिँदैन, लुज लुगा मगाइ हेऱ्यो। दिस इज दुपट्टा हैन, दुपट्टा पनि राम्रै रहेछ, कटनको मगाएको थिएँ हो। सो त्यही भएर एकदम राम्रै छ। ओके, यो पनि ड्यामेजहरू छैन रहेछ। सो यसको लागि पनि A+ छ। अब आयो कुर्ता। कुर्ता चाहिँ कस्तो रहेछ हौ। मिसोमा चाहिँ के चाहिँ मलाई अलिकति उयो लाग्छ भन्दाखेरि चाहिँ अलिकति कपडा कम्ती आउँछ कि, लामो देखाएको हुन्छ कि, अलिकति छोटोहरू आउँछ कि, त्यही भएर चाहिँ त्यसमा चाहिँ डिफेक्ट लाग्छ। अदरवाइज चाहिँ मलाई मिसोबाट सपिङ गर्दा चाहिँ म चाहिँ डिसपोइन्ट हुँदिनँ, एकदमै मलाई चाहिँ खुसी नै लाग्छ हो। प्रायः त मैले मिसोदेखि पनि मगाएको छु। सो यो पनि एकदमै राम्रो रहेछ गाइस हैन। तपाईँहरूलाई कस्तो लाग्यो? राम्रै लाग्यो? राम्रै छ यो ल, एकदम राम्रो लाग्यो। यसको लागि चाहिँ 9/10 दिन्छु म मिसोलाई चाहिँ। थ्याङ्क यू मिसो, एकदमै राम्रो आएछ। मिसोमा चाहिँ एकदम कम्ती प्राइसमा पाइहाल्छ हैन। म जस्तो गरिब दुखीले चाहिँ मिसोदेखि नै सपिङ गर्नुहोस् ल गाइस। अब म यहाँनिर अरूमा चाहिँ आएपछि नै म मिसोदेखि गर्दैछु, म एकदम गरिब छु नि त। राम्रो आएछ गाइस, मन पर्यो एकदमै। कुनै दिन यसको यो लगाएको फोटो पनि खिच्छु हैन, फेसबुकमा पोस्ट ठ्याक्कै गर्छु। सो तपाईँहरूले थम्स अप गरिदिनु होला है। सो एकदमै राम्रो लाग्यो, थ्याङ्क यू मिसो, यस्तो कम दाममा बेचिदिएकोमा हैन, कम दाममा पायो। सो यति नै हो गाइस, एकदमै राम्रो लाग्यो। मिसोदेखि तपाईँहरू पनि गर्नु सक्नुहुन्छ सपिङ है। कतिजनाले डर आउँछ, तर त्यस्तो हुँदैन, एकदम रिभ्यूहरू राम्रो हेरेर गर्नुपर्छ। सो प्रडक्ट एकदमै राम्रो आउँछ। सो यति नै भन्नुको लागि यो भिडियो बनाएको थिएँ है गाइस। थ्याङ्क यू फर वाचिङ, बाई बाई। यति नै होला, सकिगयो त।